ल है साथी, आउनुहोस् जापानिज घर हेरौँ है कस्तो हुन्छ। बाहिर चाहिँ फ्लावरहरू छ, यो मेन ढोका, त्यसपछि यता मिरर छ, अनि त्यहाँ सुजहरू राख्ने टन्नै छ ठाउँहरू, प्लान्टहरू राख्ने ठाउँ छ। यो चाहिँ बाथ टोइलेट, यता चाहिँ स्टोर रुम छ। यता पनि छ ह्याङ्गरहरू राख्ने लुगाहरू। यो चाहिँ बेडरुम, एउटा क्याबिनेट लुगाहरू राख्नको लागि पनि छ। यो चाहिँ भर्याङ माथि जाने, यो चाहिँ सिटिङ रुम यतापट्टि, अनि यता चाहिँ किचन डाइनिङ भएको छ। अनि ऱ्याकहरू, सामानहरू, भाँडाकुँडा राख्न टन्नै रहेको छ। यहाँभित्र चाहिँ बाथरुम, स्टोर, अनि वासिङ मेसिनहरू राख्ने ठाउँ रहेको छ। अनि यो चाहिँ अन्डरग्राउन्ड स्टोरेज हो। यहाँ आलुहरू लामो टाइमको लागि स्टोर गर्न सकिन्छ सामानहरू। यो चाहिँ गर्रा। ल अब माथि जाउँ। यो चाहिँ भर्याङ पनि राम्रो छ। यहाँ चाहिँ पूजा गर्ने ठाउँ, यहाँ लुगा राख्ने, अनि माथि पनि एउटा टोइलेट छ। अनि यो एउटा यता खाली छ, उता दुईटा पार्टिसन गर्न मिल्छ। यता बेडरुम, अर्को पनि रुम गर्न मिल्छ पार्टिसन गरेर। यो चाहिँ बाल्कनी, बाहिर लुगाहरू सुकाउने ठाउँ। अनि पछाडि ठाउँहरू नि छ तरकारीहरू रोप्नलाई, लुगाहरू राख्ने टन्नै छ। ह्याङ्गरहरू झुन्डाउने। कस्तो राम्रो हुँदो रहेछ जापानिज घर चाहिँ। तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला।